नमस्कार, स्वागत छ सम्पूर्णमा। नेपालमा नयाँ संविधान जारी गर्न कत्तिको सजिलो छ या कत्तिको गाह्रो छ भन्ने कुरामा हामी आज चर्चा गरौँ है त। तपाईँहरूलाई जानकारी छ कि छैन, नेपालका पुराना संविधानहरू सम्पूर्ण राजाद्वारा जारी गरिएका थिए। 2047 सालसम्मका संविधानहरू राजाद्वारा जारी गरिएका थिए र त्यसमा चाहिँ जनताहरूको प्रत्यक्ष सहभागिता थिएन। त्यही भएर चाहिँ अब देशमा प्रजातन्त्र स्थापना हुनुपर्छ, जनताद्वारा निर्वाचित संविधान सभाबाट संविधान जारी हुनुपर्छ जस्ता कुराहरू लिएर चाहिँ 2062-63 सालको जनआन्दोलन भयो। त्यसपछि 12 बुँदे सहमति भयो। उक्त सहमतिको मुख्य एउटा बुँदा भनेको नै जनताद्वारा निर्वाचित संविधान सभाबाट चाहिँ संविधान जारी हुनुपर्छ भन्ने थियो। त्यसपछि 2063 सालको अन्तरिम संविधान जारी भयो। उक्त संविधानमा पनि सोही व्यवस्था थियो कि संविधान सभाबाट चाहिँ संविधान जारी गर्ने भन्ने कुरा। सो त्यसको लागि भनेर चाहिँ 2065 सालमा संविधान सभा गठन गरियो, जसमा चाहिँ 601 जना सदस्यहरू थिए। 240 जना प्रत्यक्ष निर्वाचनद्वारा, 335 जना चाहिँ समानुपातिकबाट र 26 जना चाहिँ क्याबिनेटबाट चुनिएका थिए। सो उक्त संविधान सभाले भने संविधान जारी गर्न सकेन। त्यसपछि फेरि 2070 सालमा नयाँ संविधान सभा गठन गरियो। उक्त संविधान सभाले चाहिँ नेपालको संविधान 2072 जारी गर्यो र त्यसपछि चाहिँ उक्त संविधान सभा नै संसदमा परिणत भयो। सो अहिले हामीले हेर्यौँ भने नेपालको संविधानमा संविधान संशोधन गर्ने सम्बन्धी व्यवस्था रहेको छ। धारा कतिमा? 274 मा। सो उक्त धारामा चाहिँ संविधान संशोधन हुन सक्ने व्यवस्था छ र यसको लागि चाहिँ संविधान संशोधनको प्रस्ताव चाहिँ संसदको दुवै सदनमा पेश गर्नुपर्ने र दुवै सदनको 2/3 बहुमतबाट चाहिँ पारित हुनुपर्ने भन्ने कुरा छ। र संविधानको मुख्य कुरा चाहिँ बिगार्ने गरी या खलल पार्ने गरी या त्यसलाई चाहिँ असर पार्ने गरी चाहिँ संविधान संशोधन गर्न मिल्दैन भन्ने कुरा पनि उक्त धारामा लेखिएको छ। जस्तै सार्वभौमसत्ता भयो, धर्मनिरपेक्षता भयो, होइन, सङ्घीयता भयो, उक्त कुरालाई चाहिँ खलल पार्ने गरी चाहिँ संविधान संशोधन गर्न मिल्दैन भन्ने कुरा राखिएको छ। सो तपाईँले उक्त धारा गएर हेर्न पनि सक्नुहुन्छ। त्यस्तै गरी नयाँ संविधान बनाउनको लागि चाहिँ त्यसरी स्पष्ट केही पनि व्यवस्था छैन। सो यसको लागि चाहिँ संविधान सभा गठनै हुनुपर्छ जस्तो मलाई लाग्छ र त्यो कुरा पनि यो संविधानबाट सम्भव छैन। यो संविधानलाई पहिला संशोधन गर्नु पर्यो र संविधान संशोधन गरिसकेपछि चाहिँ संविधान सभा गठन सम्बन्धी ऐन कानुन लिएर आउन सकिन्छ र उक्त संविधान सभाबाट चाहिँ नयाँ संविधान जारी हुन सक्छ जस्तो मलाई लाग्छ। सो तपाईँलाई के लाग्छ र तपाईँले के कति बुझ्नु भएको छ आफ्नो धारणा व्यक्त गर्नुहोला। धन्यवाद।